ल हजुर 11 आना जग्गा आइयो हजुर। यो खुलालटार लोकेसन, खुलालटार गुम्बा नजिकै यो कम्मन तारबार गरिरहेको जग्गा हो। सर्लक्का 32 फिटेबाट छेको जग्गा। यो चाहिँ गुम्बा हजुर, यो गुम्बा हो। गुम्बाको ठ्याक्क अपोजिट अगाडि कसैले चाहिएको छ भने सम्पर्क गर्नु होला। मात्रै आनाको 18 लाखमा आइयो है हजुर, सस्तो जग्गा। ल यो तारदेखि कम्मन लागेको छ सारा हेर्न सक्नुहुन्छ। मात्रै आनाको 18 लाखमा। ल तल मेन हाइवेबाट तपाईँको 5 मिनटको डिस्टेन्समा छ। लोकेसनको कुरा गर्दाखेरि खुलालटार हाइवेबाट तपाईँको खुलालटार पुल, मेन हाइवे पुलबाट तपाईँको 5 मिनटको बाटो। ल है हजुर, यो चाहिँ कम्मन लाग्छ त्यो जग्गा। सारा आउनुहोस् होला। युट्युब च्यानलमा हालेको छ हजुर, कसैले सम्पर्क चाहेको छ भने सम्पर्क गर्नु होला है हजुर। यहाँ पुल बन्दैछ, पुलकै अपोजिटको जग्गा हो। यसको मापदण्ड कटाएर राखेको जग्गा हो। सस्तो जग्गा आइयो। अर्जेन्ट बेच्नु परेको हुनाले हजुरहरूलाई कसैले चाहेको भने सम्पर्क गर्नु होला हजुर। हजुर तारबार घेरेको छ है हजुर। यो तारबार घेरेको छ त्यो जग्गा। 11:30 आना छ हजुर। कसैले चाहेको छ भने सम्पर्क गर्नु होला। जोरपाटी थली हुँदै बर्माखेल हुँदै तपाईँको इन्द्रानीबाट खुलालटार गुम्बा नजिकै सर्लक्कै। ल हजुर, खुलालटार गुम्बा चाहिँ यो हो। पुल बन्दैछ, बाटो यहीँबाट हो।